एउटा राम्रो योगफललाई खडा गर्नेछ। औसतभन्दा पनि कम स्कोर बनाउने भयो नेपाली टिमले आज। यो मैदानको औसत स्कोरभन्दा कम स्कोर। यसपालि ब्याटको बाहिरी किनारा बल थर्ड म्यानमा डिपमा पछाडि फिल्डर दौडिरहेका छन्। बललाई रोक्नको निमित्त बलभन्दा उनी धेरै टाढा। बल 4 रन अघि बाउन्ड्री पार। चौका प्राप्त। 19 ओभरको खेलको सुरुवात। यो 4 रन प्रहार गर्दै गर्न पुगे कुशल भुर्तेल। खेल्न चाहेका थिए पोइन्टमा। ब्याटको बाहिरी किनारा लाग्यो र बल गयो थर्ड म्यान बाउन्ड्री किनारातिर र 4 रन प्राप्त गर्न पुगे। चौका प्राप्त गर्न पुगे। 4 रनबाट खेलको 19 ओभरको सुरुवात गरिएको छ। यो चौकाबाट खेलको 19 ओभरको सुरुवात। 122 मा 5 विकेट रहेको नेपाली टिमको। ब्याटको भित्री किनारामा बोला बाहिरी किनारा होइन भित्री किनारा लागेर गएको थियो बल। पोइन्टमा खेल्न चाहेका थिए। इनसाइड एज लाग्दै बल थर्ड म्यान बाउन्ड्री किनारातिर 4 रनको लागि गएको र चौका प्राप्त गरेर 19 ओभरको खेलको सुरुवात। 112 मा 5 विकेट रहेको नेपाली टिम। यो चौकाबाट सुरुवात गरियो कि कुशल भुर्तेल ब्याटिङ गर्ने क्रममा रहेको। दोस्रो बल खेल्नको लागि बलिङको लागि बलर छन् तयार। ओभरको दोस्रो बल राउन्ड द विकेट आउने क्रममा कुशल भुर्तेल ब्याटिङ गर्ने क्रममा दुई खेलाडीको बीचबाट बललाई कट गरिदिएका छन्। बल टिप्याको पोइन्टमा र ग्यापमा पनि जानेछ बाउन्ड्री पार। 4 रन गरी ब्याक टु ब्याक दुई चौका रहेको। अन्य नेपाली ब्याटरले घुँडा टेके यो ग्राउन्डमा तर घुँडा टेकेनन् कुशल भुर्तेलले। यो 4 रन र चौका प्राप्त गर्न ब्याक टु ब्याक दुई चौका प्रहार गरियो कुशल भुर्तेलको ब्याटबाट। यो राम्रो सट रहेको थियो। ग्यापमा प्रहार गरिएको दुई खेलाडीको बीचबाट यो बललाई कटाइएको ब्याकवर्ड पोइन्टको बीचमा 4 रन गरी चौका प्राप्त गर्न पुग्यो र 116 मा 5 विकेट रहेको नेपाली टोली। 18.2 ओभर खेल भइसक्दा दुई चौकाको मद्दतले 62 रनको स्कोरमा भुर्तेल ब्याटिङ गरिरहेको र 8 रन आइसक्यो यो ओभरमा। 18.2 ओभर 116 मा 5 विकेट रहेको भने 6.33 को रन गतिमा नेपालले रन जोडिरहेको छ। तेस्रो बल गर्नको लागि बलर छन् तयार। ब्याटिङ गर्नको लागि भुर्तेल छन् स्ट्राइकमा। ओभरको तेस्रो बल ब्याटिङ गर्नको लागि भुर्तेल रहेको। बलिङको लागि साइड परिवर्तन गर्दै ओभर द विकेटबाट तेस्रो बल भुर्तेलले यो बललाई लङ अनतिर प्रहार गरिदिएका छन्। बाउन्ड्री किनारमा फिल्डर त्यहाँ रहेको। एक रन त मिल्नेछ कि अर्को रन हेर्न चाहन्छ तर यहाँ अर्को रन हेर्न चाहेनन् किनकि लङ अनको फिल्डरले बललाई पिक गर्दै थ्रो फालिसकेका थिए र यो 1 रन र 1 रनबाट स्ट्राइक रोटेट गरियो र 1 रनबाट 117 रन रहेको 5 विकेट। नेपाली टोली 18.3 ओभर खेल भइसक्यो। हामी 11,000 लाइकबाट 40 लाइक टाढा छौँ र हामी यति बेला 4,60,000 सब्सक्राइबरबाट मात्र केही सब्सक्राइबर टाढा रहेका छौँ र सब्सक्राइब पनि गर्नुहोला। लाइक र सब्सक्राइब दुवै गर्दै तपाईँहरू जोडिनुहोला। ब्याटिङ गर्न लागि गुलसन छन् स्ट्राइकमा। यो ओभरको चौथो बलको सामना गर्नको निमित्त गुलसन जो यति बेला 2 बलमा 2 रन बनाएर ब्याटिङ गरिरहेका हुन् भने चौथो बल खेल्नको लागि उनी तयार रहँदै ओभर द विकेट बलिङ लागि आउने क्रममा लेग स्टम्पमा बाहिर आएर यो बललाई रुम बनाएर कभरको माथि उठाइदिएका छन्। डिप कभरको बाउन्ड्री पार छक्का। गुलसन झाको ब्याटबाट यो हवाई फायर थियो। 6 रनका निमित्त डिप कभरको बाउन्ड्री पार। यो बललाई कटाइदिएको दिपेन मामला यहाँ गुलसन झाले र छक्का प्राप्त